यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटा बहुत तेज हो रहा है बेबी तिमी मलाई कति माया गर्छौ? म त तिमीलाई आफू भन्दा धेरै माया गर्छु नि। त्यसरी होइन के बेबी, अलिकति फिल गरेर भन न। ए फिल गरेर भन्नु? ल अब चाहिँ फिल गरेर भन्छु ल। म तिमीलाई यति माया गर्छु कि एक दिन तिमीलाई नदेख्दा तिम्रो फोटो हेरेर चित्त बुझाउँछु। के बोले भाइ? ओ माय गॉड सो क्यूट। मलाई नि देखाउ न बेबी, कुन फोटो हेर्छौ तिमी? त्यही के बेबी, तिमीले झुम्का लाको फोटो छ नि, हो त्यही फोटो हेर्छु। देखाउ न त बेबी, म नि हेर्छु कुन फोटो रहेछ। हेर्ने एकछिन है त। ल हेर, मेरो फोटो हो यो? ओ सेट, सरी बेबी सरी। यसले पनि तिम्रो जस्तै झुम्का लाको रहेछ, त्यसैले झुकिएछु। खोइ कुन फोटो हो, हेरौँ न हामी नि। तेरो एक्सको फोटो हो, हेर्छस्? तिम्रो एक्स थियो र? मलाई त तिमी मेरो फर्स्ट लभ भनेको होइन। त्यस्तो त यसले कतिजनालाई भन्यो। क्या कर रहे यार तू? हुँदा नेपाली पढाउने मिसलाई पनि तपाईँ मेरो फर्स्ट लभ हो मिस, प्लिज कल मी भनेर मेसेज गरेको थियो यसले। अनि मिसले कल गर्नु भयो त? गर्नु भयो नि, तर यसलाई होइन प्रिन्सिपल सरलाई। ल्या, त्यसो भए त प्रिन्सिपल सरले उसको प्यारेन्ट्स बोलाउनु भयो होला है? के को प्यारेन्ट्स बोलाउनु? यसको बाउ नै प्रिन्सिपल सर हो नि। मिसलाई प्रपोज गरेको थाहा पाएपछि प्रिन्सिपल सरले लात्ता हानेर यसलाई घरदेखि निकालिदिनु भयो। त्यसपछि मसँगै बसिरहेछ यो। साले त साथीको नाममा कलङ्क होस् कलङ्क। त जस्तो साथी त मेरो दुश्मनले नि नपाओस्। दुश्मन सुनेर एउटा गीत याद आयो, म गाउँछु ल। दुश्मन हेरेको हेरै तेरो बाउ छेरेको छेरै, दुश्मन हेरेको हेरै तेरो बाउ छेरेको छेरै। ओइ घरबेटी आए जस्तो छ, अब के गर्ने? गर्ल्स तिमीहरू खाटमुनि लुक त एकछिन। बुझ्दिन म, तिमीले मलाई झुट बोलेको होइन। आई हेट यु। ल आई लभ यु टु। अबे साले, म तिमीलाई पछि सब सम्झाउँछु के। अहिले चाहिँ खाटमुनि लुक न प्लिज। ढोका खोल्न नि यत्रो समय लाग्छ? के गर्दै थियौ तिमीहरू? केही होइन घरबेटी बा, हामी त सुत्न लाथ्यौं। हरामी हो। अनि खाना खायौ त तिमीहरूले? खा छैन घरबेटी बा, घिचेको मात्रै। त किन बढी बोलेको के? फसाउन मन छ? यो कोठामा त लेडिज परफ्युमको बास्ना आइरहेछ त, के हो पारा? खत्म। खोइ कहाँ घरबेटी बा, मलाई त आएको छैन त। साले तू। ओइ तँलाई परफ्युमको बास्ना आइरहेछ त? मलाई पनि आएको छैन, बरु तेरो कुहिएको मजा चाहिँ गनाइरहेछ। मेरो मजा किन छुको तैले? जहाँ थियो त्यही राख। नाटक नगर है तिमीहरू, हरहरी बास्ना आइरहेछ मलाई। मोजाको पनि हरहरी बास्ना आउँछ र घरबेटी बा? मोजाको त दुर्गन्ध पो आउँछ त। बात त सही है। विश्वास नलागे दिउ त मोजा, सुङ्ने हो? चुपलाक, मोजाको होइन परफ्युमको कुरा गर्दैछु म। घरबेटी बा पनि आफैले घरबेटी आमाको परफ्युम लाएर आउनुभयो होला, अनि हामीलाई दोष लाउनुहुन्छ। म यति राति तेरो घरबेटी आमाको परफ्युम लाएर हिँड्छु? ए भनेपछि दिनमा चाहिँ लाएर हिँड्नु हुँदो रहेछ घरबेटी बाले। को हाँसेको थियो? को हाँसेको भर्खर? म हो घरबेटी बा, मैले हाँसेको भर्खर। मलाई नढाट है, केटीको आवाज सुनेको थिएँ मैले। मै हो क्या घरबेटी बा? म केटा र केटी दुइटै आवाजमा हाँस्न सक्छु। फेरि हाँसेर देखाम। यो कसरी हुन सक्छ? फेरि हाँस्दा एकचोटि। अरे तिमीहरू बसेको 1 वर्ष भइसक्यो, आजसम्म यसरी हाँसेको सुनेको थिइनँ त मैले। यो मेरो वरदान हो के घरबेटी बा? म राति मात्र केटी जस्तो हाँस्छु, दिनमा त मेरो हाँसो पुरै केटाको हुन्छ नि। राति पनि यसरी हाँसेको सुनेको थिइनँ त मैले। कसरी सुन्नुहुन्छ त घरबेटी बा? तपाईँ रात पर्ने बित्तिकै घरबेटी आमासँग बत्ती मारेर बिजी भइहाल्नुहुन्छ। सुन्नलाई त हाम्रो कोठातिर आउनु पर्यो नि। के भनिस् रे गोरु? म जति नै बिजी भए पनि तिमीहरूको आवाज सुनेर आउँछु, बुझेस्? हाम्रो आवाज चाहिँ थाहा भएन घरबेटी बा, तर हामीले चाहिँ तपाईँको र घरबेटी आमाको आवाज प्रष्टै सुनेर आउँछौँ। बुढो भए नै स्टामिना चाहिँ बबाल रहेछ है तपाईँमा। के रे भात मारा? यो के हो? के घरबेटी बा, के देख्नु भयो तपाईँले? मेरो अनुहार हेरेर देख्छस्? उ त्यहाँ हेर। ए यो त ब्याग हो नि घरबेटी बा, त्यति नै थाहा छैन तपाईँलाई? ब्याग हो त्यो मलाई पनि थाहा छ गोरु, तर यो लेडिज ब्याग यहाँ कसरी आयो? त्यही त कसरी आयो? म नि छक्क परिरहेको छु, कसरी चाहिँ आएछ? ओइ यो लेडिज ब्याग यहाँ कसरी आयो? मलाई के थाहा कसरी आयो? घरबेटी बालाई थाहा होला नि। घरबेटी बा यो लेडिज ब्याग यहाँ कसरी आयो? लौ म तिमीहरूलाई सोधिरहेको छु, तिमीहरू उल्टै मलाई सोध्छस्। म यो ब्यागलाई सोध्छु ल। ओइ ब्याग, त यहाँ कसरी आइस? कसको ब्याग होस् त? छिटो भने नत्र पुलिस बोलाउँछु म। ओइ बौला, नाटक गर्छस् मेरो अगाडि? छिटो भने कसको ब्याग हो यो? मेरो ब्याग हो त्यो, मेरो।
धेरै लुके अब लुक्दिन म पनि लुक्दिन लुक्दा लुक्दा ढाडै सड्क्यो अच्छा यति धेरै त म लुकामारी खेल्दा नि लुकेको थिइनँ ए यही हो तिमीहरूको पारा मेरो आँखा छलेर केटी ल्याउने तिमीहरू सरी घरबेटी बा सरी अबदेखि आँखा नछली ल्याउँछौँ चुप लाग यहाँको रुल बिर्सिस तिमीहरूले रुममा केटी ल्याउन पाउँदैन भनेको होइन किन घरबेटी बा के हुन्छ र हामी आउँदा के हुन्छ अरे तिमीहरूलाई लाज लाग्दैन राति राति केटाको कोठामा आउन राति राति हामी त दिउँसै आएको नि घरबेटी बा त्यति बेला तपाईँ भुडी फुलाएर सुतिरहनु भएको थियो यो आजकलका केटीहरू के भएका होलान् आफ्नो नभए नि आमा बाउको इज्जतको त ख्याल गर त्यही ख्याल गरेर त हप्तामा 2 चोटि मात्र आउँछौँ नि घरबेटी बा के रे हप्तामा 2 चोटि रे हजुर घरबेटी बा किन कम भयो भने भन्नुहोस् है अबदेखि 3 चोटि आउँछु ओइ तिमीहरू दुईजना भोलि भाले बाँच्ने बित्तिकै कोठा खाली गरे भाले त अस्ति भर काटेर खाएको होइन घरबेटी बा क्या करूँ इसका घरबेटी बा तपाईँ यसको कुरा नसुन्नुहोस् यो पागल हो पागल प्लिज घरबेटी बा हामीलाई एक मौका दिनुहोस् न अबदेखि हामी कोही केटीलाई ल्याउँदिनौँ हुँदैन अस्ति नै एक मौका दिइसके मैले तिमीहरूलाई एक मौका दिएर कहाँ हुन्छ त घरबेटी बा हामी 2 जना छौँ कमसे कम 2 मौका त दिनुहोस् क्या सोच है रे तेरी ए हो त्यसो भए 2 जनाले भाडा पनि डबल देऊ न त मलाई हेर हेर मौकाको फाइदा उठाएको यस्तै हरकतले गर्दा यो घरबेटीहरू मलाई मनै पर्दैन तिमीलाई के लाग्छ नानी घरबेटी हुनु त्यति सजिलो छ भन्दा गफ लाग्ला कि तर डाक्टर हुनु भन्दा घरबेटी हुनु गाह्रो छ अहिलेको जमानामा गफाडी बुढो डाक्टर बन्नलाई के गर्नुपर्छ थाहा छ तपाईलाई के गर्नुपर्छ र 5 वर्ष मेहनत गरेर पढ्ने इक्जाम दिने अनि पास हुने त्यति त हो नि घरबेटी बन्नलाई त सुरुमा कराते सिक्नुपर्छ किनकि कति बेला कुन चाहिँ भाडावालसँग फाइट पर्छ थाहा हुन्न त्यति मात्र हो र कोही भाडावालहरू पत्तर पत्तर मुख चलाउँछन् उनीहरूको लागि आफूले पनि मुख चलाउने कोर्स गर्नु पर्यो अनि कसैले समयमा भाडा दिँदैनन् आफ्नो पैसा पनि भिख मागे जस्तो माग्नु पर्छ अनि कोही भाडावालहरू यिनीहरू जस्तो हुन्छन् नि जति भन्दा नि नटेर्ने यस्तो अनगिन्ती समस्यासँग हामीले जहिले जुझ्नुपर्छ अनि गएर घरबेटी बनिन्छ अब आफै भन डाक्टर बन्न गाह्रो कि घरबेटी बन्न घरबेटी बा तपाईँलाई कति टेन्सन छ है तपाईँको कुरा सुनेर त मलाई आँसु नै आयो खोइ कहाँ छ त आँसु आँसु आएको थियो नि घरबेटी बा भर्खर पुछेको मैले हो घरबेटी बा हो मैले नि देखेको थिएँ यसको आँखाबाट बरर आँसु झरिरहेको थियो अनि तेरो चाहिँ झरेन आँसु आँसु होइन मेरो त सुसु झर्न लाग्यो घरबेटी बा म हल्का भएर आउँछु ल पर्दैन थामेर बस आज यहाँ फाइनल कुरा हुन्छ प्लिज घरबेटी बा तपाईँहरू सेमी फाइनल कुरा गर्दै गर्नुहोस् म आएपछि फाइनल कुरा गरौँला नि थामेर बस भनेको सुनेनस् कंट्रोल भोलिको भोलि तिमीहरूले यो कोठा खाली गर्नुपर्छ बुझेस् किन घरबेटी बा हामीलाई पनि तपाईँसँगै राख्न आँट्नु भयो कि क्या हो एस राख्छु मसँग तिमीहरूलाई राख्नु भन्दा बरु म सुँगुरलाई राख्छु आफूसँग सुँगुरले सुँगुर राखेको सुहाउँदैन नि घरबेटी बा तिमीहरूलाई रुम दिएर मैले ठुलो गल्ती गरेछु भोलि होइन तिमीहरू आजै जा निस्किहाल मेरो घरबाट अनि 2 महिनाको रुम भाडा त दिएकै छैन त घरबेटी बा ए त है थ्याङ्क यू नानी सम्झाइदिएकोमा ओइ तिमीहरू रुम भाडा निकाल 2 महिनाको रुम भाडा निकाल छिटो रुम भाडा त छैन घरबेटी बा एउटा चक्लेट रहेछ हुन्छ लौ त्यो चक्लेट कहाँ भेट्यौ तिमीले मेरो हो त्यो चक्लेट भेटेको माल गोजीतिर हाल अब मेरो भयो नै हुन्न मेरो चक्लेट हो त्यो खायो भने तिम्रो दाँत झार्दिन्छु म कहाँ खान्छु त घरबेटी बालाई दिन लाग्यो उहाँले खानुहुन्छ नखानु है घरबेटी बा नत्र तपाईको पनि दाँत झार्दिन्छु घरबेटी बाको दाँत त घरबेटी आमाले झार्दिसक्नु भयो त्यसैले त नक्कली दाँत लाएर हिँड्नुहुन्छ हाम्रो घरबेटी बा तपाईको दाँत नक्कली हो घरबेटी बा खै खोलेर देखाउनुस् त घरबेटी बाको दाँत बोतलको बिर्को हो र खोल्नुहुन्छ तिमी पनि के भन्छौ यार तिमी त मसँग बोल्दै नबोल तिमीले धेरै झुट बोलेको छौ मलाई मैले झुट बोलेको छैन के बेबी घरबेटी बाको कसम ओइ मेरो कसम किन खाँदैछस् अझै 50 वर्ष बाँच्नु छ मलाई क्या बक रहे हो मादरचोद घरबेटी बा अबको 50 वर्षसम्म त मै बाँच्दिन होला तपाईँ किन यति पोजिटिभ हुनु भएको किनकि म तिमीहरू जस्तो जङ्क फुड खादिन नि त म घरमा बनाएको हेल्दी फुड मात्र खान्छु भनेपछि जाड रक्सी बियर शीतन सबै हेल्दी फुड रहेछ होइन त तँलाई कसले भन्यो म रक्सी बियर खान्छु भनेर भन्नुपर्छ र घरबेटी बा तपाईँले रक्सी खाएर झगडा गरेको मैले आफ्नै आँखाले सुनेको अनि आफ्नै कानले देखेको के बोले भाइ यो के भन्दैछौ बेबी आँखाले सुनेको अनि कानले देखेको रे मिलाएर बुझ न बेबी हाड बिनाको जिब्रो घरिघरि चिप्लिहाल्छ नि
मलाई तिमीहरूको बक बक सुन्नु छैन है। छिटो रुम भाडा दे अनि निस्कि यहाँबाट। कस्तो मात्तेको बुढो हौ, रुम भाडा छैन भनेको सुन्नु भएन तपाईँले? तिमी चाहिँ किन जङ्गेको नानी? मेरो घरमा आएर मलाई नै थर्काउनु डर लागेन तिमीलाई? म कोहीसँग डराउँदिन, किनकि म गोर्खालीको छोरी हो। हो र नानी, त्यसो भए तिम्रो बाबाको नम्बर देऊ त मलाई। म कल गरेर हाल खबर सोध्छु उहाँको। नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है। ए, तपाईँलाई मेरो बाबाको नम्बर चाहियो? ल टिप्नुस् 98020। 98020। यो घरबेटी 1 नम्बरको ठिस। किन जिस्केको हौ घरबेटी बासँग? ठुलोलाई आदर गर्न आउँदैन? म भन्छु घरबेटी बा टिप्नुस् 98190। 98190। घरबेटी बालाई मन पर्छ पल्लो घरको आन्टी। 98010। म चाहिँ यहाँबाट गएँ। 9804। ओइ मलाई नि पर्खिन यार।